आज मदर्स डे को दिन मेरो मदरले भाटबटिनी भित्र 10 मिनेटमा जति शपिङ गरिसिन्छ त्यसको पैसा तिर्नु पर्दैन। सुन पसल ल्याउनु पर्छ नि। हामी त्यो इग्नोर गरेर ट्रली खोज्न जान्छौँ। लेट्स गो 3 2 1 एन्ड टाइम स्टार्ट्स नाउ। 10 मिनेट सुरु भइसक्यो। कहाँ मलाई दिरा भने सुरु हुने बित्तिकै मामुले छेउछाउको सबै सामान उठाइस्यो। त्यहाँबाट चकलेट सेक्सन पुग्यौं। 3वटा लिन्डोर सिधै ट्रलीमा। कतिवटा लिन्डोर हाले। सो गाइस फर द फर्स्ट टाइम घरको पैसा घरमै आउँदैछ। सो त्यति दुःख पनि छुइनँ म। भुजिया वाउ, भुजिया कहिले खाने मलाई दिने हो कि हैन त्यो। ममले सामान लिँदै गर्दा मलाई एउटा कुराको मेन डर थियो। गाइस त्यो साइड चाहिँ टिभीको सेक्सनहरु छ। ममले त्यहाँ नदेखोस् भन्ने मेरो आश हो। ओ माय गॉड, क्या हो रे के? यो सो गाइस हामीले एउटा टिभी पनि यहाँनिर ममले समातिसक्छु कि म बोल्दा बोल्दा अर्को चिज पनि गाइस अलिकति महँगो पर्न थाल्छ कि यहाँबाट जाउँ। टाइम लिमिटेड भएर होला मामु आत्तिदै सामान खोज्दै ट्रलीमा हाल्दै होइसिन्थ्यो। 90,000 जतिको शपिङ भइसक्यो। अलि महँगो खानु पर्छ के? सस्तो त म किन प्लिज के हो यो वाशिङ पाउडर निरमा? मैले सोचेको नि थिएन यति धेरै सामान 10 मिनेट्समा उठाउन मिल्छ भनेर। मामुले सामान उठाएको उठै म साइडमा हेरेकै अलमोस्ट 8 मिनेट हुन आँटिसकेको छ। के हो यो? बच्चामा तँलाई मैले एकदम किनिदिनु थिएँ क्या, अहिले पनि मेरो छोराको लागि के। यो 10 मिनेट मेरो लाइफको सबैभन्दा एक्सपेन्सिभ 10 मिनेट पर्न आँटेको छ। अब जम्मा 5 सेकेन्ड्स बाँकी छ। 5 सेकेन्ड्स मात्र बाँकी छ। यो लियो नि हुन्छ 5 सेकेन्ड्समा। ल सो गाइस टाइम अप भइसक्यो। टाइम्स अप। एक्चुअली छ नि यो जस्तो फुडहरूको जे चोइस हेरेर एक्चुअली मम्मी भनेकै हो कि सबै बच्चाहरूको लागि भनेर किनिराख्नु भएको छ। हो खाना त मैले खान्छु मजाले। साह्रो रहेछ नि त सपिङ गर्न पनि 10 मिनेटमा। अलिक धेरै टाइम दियो हुन्थ्यो मलाई। हो 10 मिनेट भित्र मामुले यो सबै सामान, यो डिस्पेन्सर र यो टिभी लिन सफल भइसकेको छ। यसमा केही सामान घटाउनु मन छ हजुरलाई? अब थप्नु पाए चाहिँ अझ थप्ने म। त्यो टाइम सकिसक्यो। के उठाएको हजुरलाई याद छ? के उठाएँ मैले त। सो गाइस बिल पेमेन्ट भइसक्यो। 1,37,778.64 पैसा। यति सामान चाहिँ मामुले 10 मिनेट्स भित्र लिन सफल भइसकेको छ। यति लिँदा यत्रो भएछ थाहा नै भएन मलाई त थाहा भइरहेको थियो। सो गाइस आज वालेटमा न्युक्लियर वारै भएको छ। त्यसैले कुनै पनि अथेन्टिक फोन एक्सेसरिज डिभाइस वा ग्याजेट चाहिएमा प्रनि स्टोर शपिङ गरिदिनुहोस्। प्रनि स्टोर 2टा लोकेसनमा छ। एउटा